के मेरो युट्युब फ्यामिलीहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म नि एकदम ठिकठाक छु। आज चाहिँ हामी चट्ट लाएर नाइटमा चाहिँ हैन यस्तो मस्त हिँडेको छौं के। अब मसँग हिँड्ने मान्छे त उ हुन् के साथी वेलकम टु माई ब्लग। वेलकम मलाई पनि हामी सबैलाई पनि हैन तिम्रो सबैको सधैँको डायलग हामी चाहिँ आज मस्तको लागि हैन मस्त हिँडेको छौं त। हाम्रो एउटा काम छ मेरो एउटा चाहिँ अनि काम त खासै त्यति इम्पोर्टेन्ट काम पनि हैन त्यही पनि अब मस्त हैन गइदियो कोठामा नि कति बसिराख्ने हैन खासै टाइम भयो नि तर आज चाहिँ 5:30 बजे 5:30 बजे अहिले चाहिँ यस्तै हो कि 5:30 बजे भन्ने पनि माहौल चाहिँ अँधेरो हुन्छ नि त। अहिले चाहिँ एकदम छिटो अँधेरो हुन्छ क्या त्यही भएर 5:30 बजे यति अँधेरो छ। हाम्रो फेरि कुनै टाइममा यहाँ चाहिँ कस्तो हुन्छ भने 9 9:30 बजेसम्म माथि घाम नलागे पनि उजेलै हुन्छ के 8 बजे 8 8:30 बजेसम्म त घामै लागेको हुन्छ 8 बजेसम्म घाम लागिराखेको हुन्छ त्यस्तो माहौल हुन्छ। अहिले चाहिँ अब यति छिटो अँधेरो हुन्छ क्या किनकि अहिले अब हिउँ पनि पानी पनि अनि अक्रम बक्रम माहौल हुन्छ। अनि अहिले चाहिँ टाइम पनि चेन्ज भएको छ नि नेपालको र यहाँको त्यसरी नै अनि टाइम चाहिँ अब यहाँको अहिले यति छिटो रात पर्ने कारण नै त्यही हो। अहिले चाहिँ हामी मस्त अब जाने हाडो चाहिँ यहाँबाट गएर एउटा मार्केटतिर जाने भन्ने हाम्रो सानोतिर काम छ के अरे त्यही भएर हिँडेको। तर अब जाम हिँड्दै गएपछि कहाँ पुगिन्छ के गरिन्छ थाहा छैन। अनि टाइममा चाहिँ आउनु भोलि काम छ टाइम चाहिँ मोस्ट इम्पोर्टेन्ट भोलि काम चाहिँ छ त्यही भएर अनि काम भएर मिलाएर भए पनि छिटो आउनु पर्छ होइन। जे सब भोलि काम चाहिँ अब त्यही हाम्रो 7 बजे हुन्छ नि। कति रुममा बस्ने यार काममा गयो आयो रुममा सुत्यो काममा फेरि जुरुक्क उठ्यो काममा गयो फेरि आयो सुत्यो रुममा अनि भोलि भुजुक्क उठ्यो काममा गयो त्यही हाम्रो डेली रुटिन भनेको त्यही हुन्छ क्या। बिहान बिहान हामीलाई कति 5 बजे उठ्नुपर्छ 5 बजे उठ्यो अनि 6 बजे 6:30 बजे गाडी आउँछ हाम्रो 6:30 बजे गाडी आउँछ 6:30 बजे गाडी आएपछि अनि काममा गयो उठेर होइन अनि काममा 3 बजीतिर आइन्छ कि हामी 3 बजे आयो फेरि रुममा खाजा खायो अनि यताउति गऱ्यो रुममा बेडमा पल्ट्यो सुत्यो फेरि बिहान भोलि बिहान उठ्यो अनि फेरि हाम्रो काम भनेको तँ बाहेक अरू केही छैन कि यार लाख दिगदार लाग्छ घरिघरि त होइन। त्योभन्दा त कहिले काहीँ त यसो होइन डुल्न हिँड्यौँ न होइन डुल्न हिँड्दैन नि अब यसो बाहिर हिँडेपछि भ्लग गर्ने माहौल पनि निस्किन्छ होइन तपाईँहरूलाई भ्लग पनि हुन्छ। त्यही भएर नि हामी अब मस्त बाहिर हिँडेको छौँ बाहिरको माहौलमा चाहिँ अब यत्तिकै जाम हिँड्दै होइन हिँड्दै गएपछि अलिअलि काम पनि छ त्यो काम भएछ भने राम्रो भइन्छ भने नि त्यस यसो माइन्ड त फ्रेस हुन्छ नि माइन्ड फ्रेस हुन्छ हिँड्दाखेरि नि मजा आउँछ होइन। सो त्यही भएर नि हामी अब झट्ट हिँड्दै जाऊँ न अब। तर आज चाहिँ होइन हिजो पनि जाडो भने खासै झनस्तीको भन्दा नि जस कम जाडो छ कि अब जाडो त अब होइन जस जाडो हुने सिजन त हो तर त्यति साह्रो जाडो चाहिँ छैन कि आज कपडा सपडा पनि टन्नै लाएर हिँडियो त्यही भएर हुन सक्छ जस जाडो छैन कि। तपाईँहरूलाई नि यसो देखाइदिउँ न रातिको माहौल कस्तो हुन्छ हाम्रोतिर होइन हाम्रोतिर रातिको माहौल त्यति खतरा माहौल पनि हुन्न होइन जस अब जस्तो हुन्छ तपाईँहरूलाई होइन जस हाम्रोतिरको रातिको माहौल कस्तो हुन्छ अब त्यो पनि अलिअलि देखाइदिउँ न होइन त्यही सोचले चाहिँ हामी अब मस्त हिँडेको छौँ कि होइन। राति जस्तो बवाल देखिन्छ कि यहाँ टक्क 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 यो लाइट सही बवाल देखिन्छ कि लाइट पनि यस्तो बवाल देखिन्छ होइन। अनि यहाँ चाहिँ हामी अब जाने भनेको हामी त्यहाँबाट पसल जानको लागि हो कि हामी आएको चाहिँ खास होइन यहाँ सानोतिनो काम छ यहाँ एउटा पसल यहाँ पनि छ कि यो पसल पनि जाने हो तर पहिला उतापट्टिको पसल छिर्ने अनि त्यहाँबाट यो पसल छिर्ने अनि हामी कुरा के अनि अब पसलमा चाहिँ अब यहाँ चाहिँ के हो भने हामी अस्ति गएको मार्केट थियो नि अस्ति गएको मार्केट चाहिँ अलिक डेन्जर महँगो खालको थियो कि अलिक ब्रान्डेड खालको थियो अनि यहाँ एउटा मार्केट छ क्या यहाँ एउटा मार्केट छ यो एउटा मार्केट होइन अनि उहाँ सिम छ कि एउटा मार्केट चाहिँ त्यहाँ थिम छ एउटा मार्केट है यो अलिक ठिक्क मिडियम खालको त्यति खास साह्रै त्यति साह्रै महँगो खालको होइन जस ठिक्क खालको कपडाहरू यहाँ जस अब कपडा त त्यस्तै हो ठिक्क खालको भने खासै राम्रो पाउनु जस ठिक्क खालको त्यति राम्रो खालको कपडा पाउनु त्यहाँ मार्केटहरू हुन् कि यिनीहरू चाहिँ होइन जाम त्यो मार्केटहरूभित्र त्यहाँ चाहिँ अब कस्तो कपडाहरू कति महँगोको कति सस्तोको कस्तो खालको पाउँछ तपाईँहरूलाई कपडा हो त्यो चाहिँ मैले तपाईँहरूलाई देखाइदिन्छु कि हो। अब यहाँ चाहिँ होइन ठ्याक्क जाने हामी त्यही त्यो मार्केट हो अनि यहाँ चाहिँ हाम्रो एउटा कन्टेन्टको भएर नि भनिदिन्छु म अब होइन हामीले चाहिँ यिनको एउटा होइन त्यो सर्ट भ्लग टाइपको बनाएको टिकटकमा हाल्ने भनेर एउटा यस्तो मिहिनेतको बनाएको होइन सायद त्यो क्लिप चाहिँ मैले लास्टमा हालिदिन्छु होला मेरोमा ब्लगमा भयो भने है त्यो हाम्रो कन्टेन्ट सक्सेस भयो भने कि यदि सक्सेस भयो भने एउटा चाहिँ यो मार्केट जाने हामी चाहिँ एउटा यो यतापट्टिको मार्केट जाने हो अनि त्यहाँ पछाडि हाम्रो यहाँ मेन टिकटकको लागि होइन त्यही कन्टेन्ट ए अँ यार त्यहाँ एउटा के हालेर यार अहिले त्यहाँ जानुपर्छ पहिला त्यहाँ जाऊँ त त्यहाँ जस्तो यो क्रिसमसको लागि हाल्यो त्यो उसहरू बुट्टा अलिक यताउति अब यहाँ यिनको लागि होइन यहाँ भिडियोको चट्ट गराउनु पर्यो त्यही भएर मैले आज खासै मेरो भ्लगमा पनि त्यति साह्रो भएन क्या क्लिपहरू पुरा
यो यहाँ छिरेको यिनकोबाट बनाउन खोजेको यिनको यो टिकटकमा हाल्नको लागि सो अब चाहिँ यिनको टिकटकको लागि सर्ट भ्लगको लागि खिचौँ मेरो भ्लगको लागि चाहिँ अब त्यस्तै होला आज हामी जाऊँ यहाँभित्र बस्दै मैले पनि भ्लगको अलिअलि लिन्छु तर यिनको टिकटक पनि बनाउनु आज फर्स्ट ट्राई हो तर कस्तो हुन्छ ट्राई हेर्नु न फर्स्ट ट्राई पनि हामी चाहिँ अहिले लियोभित्र आयौँ होइन लियोभित्र चाहिँ अब कस्तो छ के छ तपाईँलाई देखाउने भनेको यहाँ सस्तो डिन्जर सस्तो भाउ छ आज म मेन लिन आएको भनेको चाहिँ यो हो कि यो बाक्लो मोजा के यो सायद केटीको होला यो चाहिँ तर माखाने बाक्लो यस्तो हुन्छ कि यो फर यसको भित्र फर हेर्ने यो यसको खतरा अब वाल फर हुन्छ क्या अनि यो चाहिँ मलाई अब जे हामीलाई हिउँ पर्ने बेलामा चाहिँ सही काम लाउँछ कि होइन अनि यहाँ चाहिँ कपडाहरू हेभी सस्तो सस्तो पाउँछ क्या जस्तै अब यो ज्याकेटहरू मेरो लेडिज ज्याकेट हो तर पर्छ कति यसलाई चाहिँ 20 युरो के यहाँ 20 युरो देखाउँछ कि यस्तो सस्तो राम्रो कपडाहरू त अब त्यस्तै हो तर सस्तो चाहिँ सही पाउँछ नि ब्यागहरू चप्पलहरू पाइट साइडहरू अग्रम मग्रम तर सोचे भन्दा सस्तो हुँदैन जस्तो अब अरू मार्केटमा हामी अस्ति गएको मार्केटमा चाहिँ हेभी बवाल महँगो पर्थ्यो नि अनि यहाँ चाहिँ हेभी बवाल सस्तोहरू पाउँछ क्या कपडाहरू चाहिँ सब कपडाहरू चप्पलहरू यता अग्रम हेभी सबै सस्तो पाउँछ क्या लेडिजहरूको लागि सब लेडिजहरूको सबै यहाँ चाहिँ हेभी सस्तोमा सस्तो तर कपडा पनि ठिकै रहेछ जस्तो यतिको पनि नराम्रो यो जस्तै ग्लोभ्स लिएर जम्मा 2 रुपियाँ 70 सेन्ट यहाँ यो 5 रुपियाँको होइन अझ हेभी तातोमा तातो पनि सही हुन्छ नि तर जे अब पैसा धेरै पर्दैन कि यो वाला मार्केटमा चाहिँ सामान खै तर सामानहरू चाहिँ सबै यहाँ चाइनाबाट आउने भएको भएर हो कि यस्तो भएको फेरि नामै पछाडिको चाइनिज मार्केटको नामै त्यस्तो छ यहाँ चाहिँ अब यस्तो सब चिजहरू पाउँछन् होइन यहाँ चाहिँ होइन क्रिसमसको लागि हेभी धेरै सामानहरू ल्याएर राखेको क्या यो सब क्रिसमसको लागि हो कि यहाँ चाहिँ क्रिसमस लाउन लाग्यो नि अब त क्रिसमसको लागि यो फुलहरू त के क्रिसमस भन्ने हो त फुलहरू त पहिल्यै हुन्छन् जस्तै योहरू चाहिँ यता अग्रम मग्रमहरू चाहिँ योहरू चाहिँ सब क्रिसमसको लागि ल्याएर राखेको क्या फुलहरू पनि सही बल हुन्छ तर फुल महँगो पर्छ यार यहाँ यत्तिकै प्लास्टिकको फुल जस्तो हुन्छ नि तर 26-27 युरो हुन्थ्यो खासै महँगो त होइन त्यहाँदेखि जेस अब अरूभन्दा त महँगै छन् क्या सब क्रिसमसको लागि यहाँ छ अब चाहिँ यहाँ क्रिसमसको लागि सब अग्रम मग्रम यहाँ क्रिसमस आउनलाई धेरै दिन छैन नि त्यही छ अग्रम मग्रमहरू क्रिसमसको लागि हालेको छ अब चाहिँ हामी यहाँ धेरै भयो अब यसलाई पैसा तिरौँ यति काम चाहिँ अर्को मार्केटमा जाऊँ अर्को मार्केट पनि देखाउँछौँ न तपाईँहरूलाई कस्तो हुन्छ यहाँको सस्तो मार्केट भनेको चाहिँ हामी चाहिँ अब यहाँबाट निस्क्यौँ त्यहाँबाट सामानहरू किन्नु निस्क्यौँ फेरि अब यहाँ छिर्ने कि अब यहाँ चाहिँ अब त्यही एउटा स्क्याप हेर्नु जाने छिर्ने हो क्या तर कपडाहरू कस्तो कस्तो खतो पनि हेरौँ न होइन राम्रो रहेछ भने लियौँ ल अनि सोचले हामी यहाँ छिर्न आँटेको सो त्यही नै हो अब चाहिँ हामी त छिरौँ हामीलाई छिरेपछि सामानहरू के छ कस्तो आउनु बरु तिमीलाई एउटा कुरो गराउनु सिकाउँछ बरु त्यहाँ यिनको पनि यहाँ त्यो सर्ट क्लिपले गर्दा यहाँ दिमाग खराब भइसक्यो कसको खिच्ने पहिला भन्ने यहाँ त्यही भएर यहाँ मेरो ब्लग सकाउँछु अनि फेरि तिमीले खिचाउला क्या त्यहाँ यहाँभन्दा त्यहाँ कफी राम्रो छ यहाँभन्दा त्यहाँको कफी राम्रो छ क्या हामी चाहिँ अब यो पसलमा जाने होइन यो पसलमा गएपछि चाहिँ अब मार्केट होइन के अरे दोकान हामी यो दोकानमा जाने हामी त्यहाँ पछाडि त्यहाँ सामानहरू के छन् त्यहाँपछि अनि हामीलाई नि स्क्याप मेन चाहिँ हामी चाहिँ खास यो स्क्याप लिन आएको क्या यो स्क्याप चाहिँ होइन एउटा रहेछ यो चाहिँ अब अलिक पहेँलो कलरमा रहेछ होइन तर कलरसँग चाहिँ डजन म्याटर हुन्छ जाडो म्याटर हो ए कपडाको तर कुन चाहिँ लाने भन्ने भयो क्या टेन्सन सरकार कुन चाहिँ लाने यो फेरि कुन चाहिँ टाइपको हो नि खोइ ए यस्तो होला सायद यो छिर्ने यो यतापट्टिको अगाडि पर्ने यतापट्टिको पछाडि पर्ने फेरि क्लिप लगाएको हुँदो रहेछ चेक गर्न पनि नपाइने कि फेरि यार फेरि झुन्डायो त फेरि अर्को हेरौँ न छैन सबै यहाँको मार्केट पनि त्यो सही खतरा भवाल छ यहाँ पनि जो सस्तो पर्छ कपडालाई यो टी सर्टलाई 3 युरो जम्मा अफर रहेछ हो यहाँ यस्तै खासै अब यहाँ माथि लिँदैन पैसाहरू खासै महँगो छैनन् क्या त्यसो अब त्यहाँ उतै हानौँ
त्यहाँ 5 युरोको कपडाहरू अब त्यहाँ पनि 5 युरोको धेरै जस्तो 5-10 युरोको त्यहाँ 4 युरोको रहेछ ऊ या 2.50 यस्तै हो क्या यहाँ हुने भनेको छ अरू त खासै महँगो भन्दा यो दुईवटा पसल चाहिँ जो चाइनिज मार्केट जस्तो हो त्यो सस्तोमा सस्तो पर्छ नि क्या हामीलाई चाहिन्छ स्क्याप हो अब क्या गरे कुन चाहिँ लाने भन्ने कुरा हो क्या अब क्या गरे क्या गरे ठुलो हुँदो रहेछ है खै चेक गरेर दिनु लाएर कस्तो देखिन्छ ठिकै हुन्छ त मुख पनि छुन मिल्यो अनि जागर नभएर नि ए जग्गाको चेक खोला त कस्तो हुँदो रहेछ यतिको त ठिकै हो त अनि ठिकै है कति रहेछ यो 3 रुपियाँ होइन यसलाई 2.50 सस्तै रहेछ त उता 2.50 सस्तै हो त यार क्या सस्तो खालको तर खासै राम्रो हुनु नि यहाँ कपडा जस्ट ब्रान्डेड हुनु कि जस्तो सबै यहाँ कपीवाला सबै कपडा कपी भनौँ न सबै ब्रान्डको कपीवाला हामीले अहिले किनेको सामानहरू यहाँ गोजी हालेर ल्याएको छ यहाँ भित्र त अब के प्लास्टिकमा लिएर जागर छ फेरि मेरो भ्लगले यहीँ सकाइदिन्छ नि यहाँ यस्तो यहाँ यो मार्केटको माहौल भनेको यही हो नाइटी अब यिनको टिकटकतिर जाम अब मेरो भ्लग अब यहाँ आजको लागि अब यही हो यहाँबाट बाहिर निस्किसक्यो अब के हुन्छ थाहा छैन जस आजको लागि सकाइदिनु अब होला के ल तिमीलाई च्याट ल अब यिनको भ्लग टिकटकको सर्ट भिडियोतिर जाम है त अब ल